आज कुकिङ भ्लग आजको मेरो यो कुकिङ भ्लगमा स्वागत छ। हजुरहरुलाई धेरै धेरै स्वागत छ। सन्चै राम्रै हुनुहुन्छ होला सबैजना। अनि म पनि ठिकै छु। कहाँदेखि को कहाँदेखि हुँदै हुनुहुन्छ मलाई बताउनु होला साथीहरु। अनि फुल वाच गरिदिनु होला। सब्स्क्राइब पनि गर्न नभुल्नु है साथीहरु। सब्स्क्राइब मेरो च्यानलमा आएर ट्याक्क युवा सिंगल च्यानलमा आएर ट्याक्क क्लिक गर्नु होला है साथीहरु। यो चाहिँ सिस्नो हो के सिस्नो साथीहरु, सिस्नो चट्ट फापरको ढिँडोसँग सिस्नो। यो चाहिँ कहाँको सिस्नो हो भन्नु होला फेरि। प्योर गाउँको यो लेकको गुल्मी टिमुरे त थाहा छ हजुरहरुलाई पक्कै पनि। त्यतातिरको हुनुहुन्छ भने हुनुहुन्न भने पनि मैले बताएँ। टिमुरे लेकको सिस्नो। अनि मैले यो पिठो राखेर यस्तो घोर्दै छु। अनि यसमा ट्याक्क फापरको ढिँडो बनाउने हो। आज फर्स्ट टाइम है मैले चाहिँ फापरको ढिँडोसँग खान थालेको। बनाउँदैछु है साथीहरु। म चाहिँ पसिना भएर पसिना भएर बनाउँदैछु। हजुरहरुले देख्न सक्नुहुन्छ। हेर्नु है पसिना आइरहेछ। तातोमा उभिरहेछ नि त। यो चाहिँ एकदम घोटी पकाउनु पर्छ के फेरि यसलाई मजाले। फटक्क भएन नि मजा आउँदैन। यो फटक्कै हुन्छ फेरि यतिखेरि। गाउँको लेकको त यो ठुलो खाले मोटो यस्तो ढाक्रा छ कि अहो मैले त्यो चाहिँ हजुरहरुलाई देखाउन पाएन। मैले फ्रिजमा राखेँ भोलि पनि खाने भनेर। एक छाकले त काम मान्छ र न। सिस्नो र ढिँडो खानुपर्छ साथीहरु। डेन्जर। टिमुर पनि बास्ना। टिमुर पनि उहिलेको हो के फेरि। टिमुर पनि उहिलेको, सिस्नो पनि उहिलेको। फापर चाहिँ कहाँको पता नै। अब यही किनेको हो। त्यति मधेसकै होला पक्कै पनि। लेकको त के पुऱ्याउन सक्यो होला नि त होइन। अब कहाँ पो अब यति धेरै गर्छन् र बिजनेसको लागि पुग्ने गरी त आफैले खाना ठिकै हुन्छ होला होइन। अनि यस्तो छ साथीहरु। कैसा दिख रहा है? वाउ हेर्नु त खतरा बछ। आम्मा लत्त त हेर्नु न। यस्तो डेन्जर भएको छ कि यस्तो डेन्जर मङ बास्न आछ। हेर्नु न आवाज आछ फत गरेको। ल है साथीहरु हजुरहरु हेरेर इन्जोय गर्नु है साथीहरु। हरियो सिस्नो। यो अझै पिठो मैले यो के भन्छ धुलै राखेको हो नि त। मार्दैछु साथीहरुलाई। अलमोस्ट यो डन हुन लाग्छ। अब एकैचोटि गर्थे होला फेरि यतातिर। अब यसलाई पनि मजाले मस्काउनु पर्छ नि त। त्यसले गर्दा यता अलि ब्रेक। पहिला यसलाई अलमोस्ट डन गरेपछि त्यसको पालो आउँछ साथीहरु। एकैचोटि यता गर्दा अब जल्न पनि सक्छ होइन। राम्रो नपाक्न सक्छ। त्यही भएर पालो कुक हुँदैछ है साथीहरु। यसमा चाहिँ एक मानामा बोडी नै पाक्छ होइन। एक माना र आधाको पिठोको लगभग एक माना आधा धन्नै अनि 2 मानाको पाक्छ त्यसमा। यस्तो टनाटन भर्री पकाएर यसमा अटस पकाएर खाने हो क्या होइन। हेर्दै गर्नु है गाइज। ल किप वाचिङ साथीहरु। हेर्नु न यस्तो हो के फेरि। अरे ल हेर्नु त। भगवान की माइली आमा यति लट्कन्छ के यो त। यस्तो हो। अब यतातिर बान पाक्यो। यस्तो यहाँ चाहिँ फापर पिठो छ के। अब म चाहिँ ओराल्नतिर लाग्छु है साथीहरु। यस्तो भयो के भगवान की माइली आमा। सुरुमा हाल्दा त अब हाँस हो के मैले त फेरि मजाले यसलाई गलाउँदै गएर अलिक कम भयो भने घोट्नुपर्छ। पिठो राख्दै घोट्दै
चिसो चिसो छ मौसम न्यानो माया दिउला एक्लो एक्लो माया मन जुनी जुनी साथ दिउला चिसो चिसो छ मौसम न्यानो माया दिउला सेतो फापरको फेरि डेन्जरै देखेछ नि वाउ मैले त खोइ याद नभए त होइन होला होइन याद त मलाई छ नै यो फापरको ढिँडोसँग अझ सेतो हेर्नु न ओ माई गड लरेर खस्यो नि कति माया लाग्यो हेर्नु न यहाँ यस्तो लरेर खस्यो एक थुपा पनि खेर नफाल्ने भनेको आगो ठुलो भयो कि क्या हो लरेर खस्छ है ओ माई गड यस्तो माया लाग्ने पिठो छ भाँडा सानो भएर मलाई हो गरे हेर्नु त कति माया लागेको मलाई यो पिठोको कुरै नगर्नु कति मनपर्छ कि मलाई यो फापर उवा जौ भनेपछि त कोदो मकै त अब छँदैछ होइन हामीले बाल्यकालदेखि खाइराखेको मनपर्छ नै खाइन्छ नै यो फापर उवा त हाम्रो नभएको चिज झनै मनपर्ने रहेछ हेर्नु त मजाले यसलाई अलि पानी कम भयो भने पानी धेरै राखेको छु हिजो त एकैचोटि स्वाई भएको थियो के अरे आज म एक्लैलाई पकाएको हिजो चाहिँ अलि तल पानी हुने भयो नि त आज दुईजनालाई हो त्यही भएर मैले लोभ गरेर अनि धेरै पानी हालेको ठुलो भाँडामा बनाएको भए हुन्थ्यो के अरे आनन्दै हुँ तलै ढङ्ग नभएकीले फेरि यो सानो यहीँ ढ्याक्क देखिहालेँ बसाइहालेँ बसालेपछि फेरि अब स्वर आएन हेर्नु न अब यस्तो मस्काउँछु यहीमा त थप्नुपर्छ पुरानो चाहिँ पुरानो हो होइन अब चैतमा पाक्छ नि त यिनीहरू त फागुन चैत त्यसको लेखी त अब पुरानो हो यो अब नयाँ फल भनेको अब चैततिर मात्रै आउँछ फागुन चैत यसलाई यस्तो मजाले घुर्छु कि पुरै नगर्नु यता लिएर सही पार्ने हो कि यता लिएर यसलाई समाएर बिँड यसलाई ट्याक्क बिँड समाउने एउटा हातले उतातिरबाट यस्तो गरेर स्वाई लिने हो कि यता डेन्जर हुन्छ यहाँ मान दुइटा अटेक्यो अब यहाँ त जग्गा ठुलै छ त अब म घोट्दै गर्छु है साथीहरू किनकि म अकेले छु डेन्जरै तरिकाले गर्छु अब हेर्नु है साथीहरू खतरा तरिकाले मस्काउँछ हो क्यामेरा नजिक हो यस्तो तरिकाले मस्काउँछु कि यसलाई त पिठो ठिक्क भएछ यहाँ त धेरै हाल्यो भने त झन् धेरै हुन्छ होला अठिलो अठिलो ठिक्क खानुपर्छ एक थोपा छोड्ने नभनेको झन् खस्छ यो सबै मस्काएर आगो पनि लापै छ मिडियम आँचमा हेर्नु त यस्तो यो फेरि स्टिल फलामको भयो भने एकदम हात पोल्छ होइन यो उसले चाहिँ पोल्दैन क्या काठले मजा हुन्छ पोल्दैन अझ डेन्जर कोदो गहुँको यसो मिसाई त खाएको हो आज त निखरा फापर सेतो फापर खान जाँदैछु म चाहिँ मङमङ बास्ना आइरहेछ क्या कस्तो बास्ना आएछ यो कुरा गर्नु र म त आज त सोड्दै जान्छु कि के हो त्यस्तै पो लाग्छ मलाई त त्यसै गर्मी हुँदा पसिना आउँदा पनि फुर्ती आइरहेछ त ओ माई गड यो ढिँडोको लागि मस्काउने खतरै उठ्यो खतरा यस्तो मस्काउँछु कि पुरै नगर्ने यो खस्नै हुन्न रे
एक पिस पनि यति चाम्रो भएछ अझ बास्ना आएछ के अरे कति बास्ना आएछ पुरै नगर्नु खानालाई मात्र थाहा हुन्छ क्या यसको महत्त्व मूल्य माइगो धेरै नै हुँदो रहेछ दुई मानाको त दुईजनाले त तर धेरै नै हुन्छ दुध पनि मैले हिजो पनि ढिलो खाएको मैले माछासँग अनि बिहान पनि खाएको ढिलो अनि आज पनि अब सिस्नो आइहाल्यो अनि ढिलै पकाउँछु भन्ने सोचेँ कि मैले धेरै नत्र आटोसित खाँदा पनि त हुन्थ्यो नि होइन आटो रोटी भोलि खाम्ला नि आटोसँग भोलि खानु पर्ला आज चाहिँ यत्रो आगो बालेछु इनफ हुन्छ ठुलो भयो भने जल्छ के यस्तो चाम्रो भएछ नि त आम्मा यस्तो गजब भएछ भनेको म बसाएको एक थोपा पनि खेर फाल्नु नपाए मन नलागेको के यस्तो किमती चिज हो नि यो त मेरो लागि त चोर्कै जाने जस्तो हो यो आमामा यसको रोटी यसको सेलरोटी पुरै नगर्नु सेतो त झन् देख्दै राम्रो बसाउने कालो पनि मिठो हुन्छ राम्रो हुन्छ सेतो भनेको सेतै होइन यो फापर पनि लेखको हुन्थ्यो भने डेन्जर हुन्थ्यो होला यो त यतैको होला मधेसी होला यो चितवनतिरको कताको हो अब कता पो गर्छ हो यसको हो कति बोल्यो मैले उतै तान्ने जस्तो भाखा त यो त ए बा फुर्सद त मेट्नु पऱ्यो नि होइन अलमोस्ट छैन अब डाउन होला ए कत्रो छैन न यो अट्दैन योमै अट्दैन कत्रो छ आमा राम्रो चपचप पुरा यस्तो डेन्जर तेल खाने हो क्या ढिलो नगरिकन छिटो पसिनै आयो नि अहिले त झनै भातो अनि मेहनत छ यसमा होइन मेहनत जति छ नि त्यति पसिना जान्छ नि ओ भयो क्या भाइ भयो हेर्दा त भयो जस्तो छ वा हेर्नु त तासिन्छ चप ओ माई गड यो त खानै पर्ने चिज हो नि यो त हाम्रो खोजी खाउँ है साथीहरू खोजी खाउँ खाइराख्नु भएको छ होला अझै खानु कोदो मकै फापर के गर्ने अब रोप्न खेती गर्न सकिन्न खोजेर भयो भने खानु पऱ्यो नि होइन भात मात्रै कति खाने माई गड ल होइन त सबै समात्ने भाइ मामा हो भगवान् कि माइले आमा उतै तान्छ त मलाई त त्यति टक्छ ट्याक्क ढाकेर एकछिन उगाउन दिने हो यति खस्दा पनि माया लाग्छ फेरि मलाई गर्नु र यस्तो मिठो चिज त फेरि चुहाउनु पनि हुन्न त्यहाँ न चुहाउनु पनि हुन्न च्याट्ट खानुपर्छ यता फेरि यो त्यसै लर हेर्नु त त्यसै लड्के हो बाबा हो बाक्लो बनाइछु हेर्नु न बाक्लो बनाएको छु डेन्जर छ डेन्जर पसिना बाबा त्यति गर्दा यति पसिना आयो भनेपछि हरेक दिन वर्कआउट गर्दा कति आउँछ होला न अल्छी के म अल्छी मङ खै लाग्ने हो र
पङ्खा लाग्यो चिसो हावा आउँछ हिरो र सिस्नोले पसिनै आउने हो र यहाँ पाल पारेर घिउ राखेको हो न ढिँडोमा रेडी भयो साथीहरू मेरो यसरी पालमा ढिँडो राखेको यो जमेको भए धेरै हाल्यो मैले एक चम्चा हालेँ होइन भरेर पनि छलप छलप भएछ क्या यहाँ यस्तो भएछ हेर्नु त ओ खाएको देख्न है कैसा बना है यस्तो खोर्सानी पनि टोक्ने क्या फेरि जिरी खोर्सानी भारीको कड्याम हातले ओ माई गड म पनि चाख्छु है चट्ट यो ढिँडो निकाल कस्तो अठिलो भयो कुरै नगर्नु घिउमा पहिला घिउसित हाल्नु पर्यो वाउ कति अठिलो भएको छ यस्तो हातले 2.5 किलोको हातले 2 मानाको पिठो ओह्रालेको नि हो न साथीहरू दामी लिएर त भने यस्तो अठिलो भएको 2.5 किलोको हातले नुन पनि ठिक्क भयो वाउ साथीहरू कस्तो लर्केको दामी डेन्जर ओ यो कस्तो बसाओ यो पनि फेरि गाउँकै हो सबै अर्ग्यानिक चिजहरू छ यहाँ कति दामी भएको र चर्को भएको मिठो हुन्न कि छिर्न न खालि यो खायो भने त भयो Bye bye, see you in next video. Subscribe my channel. Hey, you guys subscribe please. See you in next video. Bye bye, take care. Thanks for watching.